एकपटक हामीलाई विश्वास गर्नुहोस् हैन। हामी तपाईहरुको सेवा गर्न हामी तयार छौं। असाध्यै सम्भावनाले भरिएको त्यो चाहिँ भूगोल हो त्यो हैन। त्यहाँ कृषिको त्यतिकै सम्भावना छ, पर्यटनको त्यतिकै सम्भावना छ, खानी तथा चाहिँ खनिजजन्य उद्योगहरू चाहिँ सञ्चालन गर्न सक्ने त्यतिकै सम्भावना छ हैन। त्यहाँ विविध प्रकारका के हुन्छ चाहिँ तपाईको चाहिँ उद्योगहरू सञ्चालन गर्ने सम्भावना छ हैन। मैले अलि यसलाई अलिकति चाहिँ एउटा सपना जस्तो एउटा परिकल्पना जस्तो पनि हुन्छ हैन। एउटा मेगा प्रोजेक्ट चाहिँ हामीले सञ्चालन गर्नुपर्छ दक्षिण ललितपुरमा भन्ने हामीले सोचिरहेका छौं एउटा एजेन्डाकै रूपमा। त्यो अरु पुरानो पार्टीहरु कुरा गरे हैन। मैले कतिपय नयाँ राजनीतिक पार्टीका उम्मेदवारहरू साथीहरू जो खडा हुनु भएको छ अहिले हैन, चुनौती छ नि सर हैन। त्यो साथीहरूसँग हाम्रो चाहिँ यो अन्तर्क्रिया हुँदाखेरि यो एजेन्डा चाहिँ के हुन्छ अलिकति साझा एजेन्डा पनि बन्न सक्छ भन्ने यो एजेन्डा चाहिँ जो मैले चाहिँ यो दक्षिण ललितपुरलाई चाहिँ एउटा औद्योगिकरणको एउटा ग्राम बनाउने हैन, औद्योगिक ग्राम बनाउने जो के हुन्छ एउटा सपना परिकल्पना छ, यो एउटा मोडल छ, एउटा मोडालिटी छ। यसमा मात्रै हो हाम्रो चाहिँ, अरु त हाम्रो पृथक पृथकै एजेन्डाहरू छन्। एकपटक हामीलाई विश्वास गर्नुहोस् हैन। हामी तपाईहरुको सेवा गर्न हामी तयार छौं भनेर एउटा चाहिँ स्लोगन पनि हामीले बनाएका छौं। हामी त्यही अनुसार काम गर्ने छौं र मैले जनतालाई यति अपिल गरे हामीलाई एकपटक हेर्नुस् हैन। हाम्रो पार्टीको चाहिँ चुनाव चिन्ह चाहिँ अब गुलाब हो हैन। गोलाकार भित्र दुई पात भएको गुलाब चुनाव चिन्हमा छाप लगाएर माओवादी जोडिएपछि हँसिया हतौडा, त्यो हँसिया हतौडा त तपाईको चाहिँ पूर्व माओवादी केन्द्रको चाहिँ चुनाव चिन्ह थियो हैन। त्यो चुनाव चिन्ह चाहिँ अब अहिले निर्वाचन आयोगले त्यो कानुनी ढंगले चाहिँ अब त्यो कसैलाई पनि दिन नमिल्ने त्यसको चाहिँ हुँदो रहेछ त्यो व्यवस्था। त्यो हामीले लिने प्रयत्न पनि गरेनौं। अब गुलाब चिन्ह चुनाव चिन्ह यो प्रेम, सद्भाव हैन, परिवर्तन हैन, क्रान्ति यो सबैको एउटा चाहिँ संगम हैन चाहिँ अर्थ दिने हैन, एउटा एकमुष्ट अर्थ दिने चुनाव चिन्ह सबै युवाहरूले युवतीहरूले हैन तपाईको चाहिँ मन पराउने चुनाव चिन्ह पनि हो। ललितपुर क्षेत्र नम्बर 1 बाट तपाई भीमसेन घिमिरे विपिन सिंह निर्वाचनमा उठ्दै हुनुहुन्छ। यहाँको भूगोल, यहाँको माटो, यहाँका जनता, यहाँका जनताका जनगुनासा तपाईले कतिको बुझ्नु भएको छ? यदि बुझ्नु भएको छ भने त्यसलाई कसरी लिनुहुन्छ, कसरी हेर्नुहुन्छ? बुझ्नु भएको छैन भने तपाईलाई यहाँका जनताले कसरी निर्वाचित गराउने, यसको विषयमा थोरै बताइदिनुहुन्छ। म चाहिँ यो बागमती गाउँपालिका वडा नम्बर 5 को स्थायी बासिन्दा पनि हो। यही भूगोलमा जन्मिएको, यही माटोमा जन्मिएको, यही यहाँको चाहिँ बाटा माटो र बाटो चाहिँ हैन तपाईको चाहिँ को लाई चाहिँ साक्षात्कार गरेको, जानेको, बुझेको यो दक्षिण ललितपुर मात्रै हैन 1 नम्बर क्षेत्रको समग्र तपाईको चाहिँ भौगोलिक, आर्थिक, सामाजिक चाहिँ शैक्षिक हैन समग्र परिस्थितिको बारेमा के हुन्छ भने अध्ययन गरेको भएको हैन। विगतमा तपाईँ 25 वर्षीय मेरो चाहिँ राजनीतिक चाहिँ एउटा इतिहासमा मैले यो अध्ययन गरेको छु। यहाँका समस्याहरू मैले पहिचान गरेको छु हैन। त्यस आधारमा के हुन्छ भने आगामी दिनमा चाहिँ तपाईको चाहिँ यहाँको यो क्षेत्रको चाहिँ तपाईको चाहिँ समस्याहरूलाई कसरी चाहिँ समाधान गर्ने भन्ने सन्दर्भमा पनि मैले केही चाहिँ एजेन्डाहरू तर्जुमा गरेको छु। त्यो यो निर्वाचनको लागि मात्रै होइन कि हाम्रो पार्टी र म स्वयंले पनि हैन तपाईको एजेन्डाहरू चाहिँ तय गरेको छु। त्यो एजेन्डाहरूमा पनि हामी छलफल गर्न सक्छौं हैन। मैले चाहिँ के छ त तपाईले देख्था यहाँको प्रमुख समस्या चाहिँ के हुन सक्छ त यहाँका जनताको अहिले हालसालको अवस्थाको लागि प्रमुख समस्या के देख्नु भएको छ तपाईहरुले? हाम्रो 1 2 3 भन्दाखेरि चाहिँ यस्तो छ। यो अब हाम्रो यस क्षेत्रमा चाहिँ भौतिक पूर्वाधारको विकास चाहिँ ठिकै ढंगले भएको देखिन्छ हैन। विगतका जनप्रतिनिधिहरूको पनि पहल कदमी त्यसमा रह्यो हैन। विभिन्न राजनीतिक पार्टीको पहल कदमी पनि त्यसमा रह्यो। त्यो पोजिटिभै छ। भौतिक पूर्वाधार भने चाहिँ मैले समग्रमा भने तर यहाँ चाहिँ के छ भने आर्थिक र सामाजिक विकास हुन सकेको छैन यो क्षेत्रमा हैन। आर्थिक र सामाजिक विकासको लागि हामीले के हो त नयाँ एउटा चाहिँ विकासको मोडल चाहिँ हामीले बनाउन जरुरी छ नम्बर 1। दोस्रो कुरा के हो भने शिक्षा र स्वास्थ्यलाई अलिकति चाहिँ जनताको पहुँचमा ल्याउने, सर्वसुलभ बनाउने हैन। त्यसको लागि चाहिँ नीतिगत तपाईको चाहिँ के हुन्छ भने पक्षमा काम गर्ने, यसो गर्न जरुरी छ। अघि मैले भनेको आर्थिक र सामाजिक क्षेत्रमा के गर्ने भन्दाखेरि चाहिँ अलि रोजगारलाई तपाईको के हुन्छ बढावा दिने, रोजगारी सृष्टि हुने तपाईको चाहिँ कामहरू गर्न जरुरी छ यहाँ हैन। जो नेपालको समग्र अवस्था हेर्दाखेरि पनि त्यो जरुरी छ हैन। यो क्षेत्रको चाहिँ तपाईको जनताको स्थिति हेर्दाखेरि पनि त्यो जरुरी छ हैन। त्यसको लागि के हुन्छ हामी औद्योगिकरणतिर जानु पर्यो। दक्षिण ललितपुर भने त तपाईले चाहिँ तपाईहरुलाई थाहा नै छ
त्यहाँ तपाईँको के हो त भन्दाखेरि चाहिँ असाध्यै सम्भावनाले भरिएको त्यो चाहिँ भूगोल हो त्यो होइन। त्यहाँ कृषिको त्यत्तिकै सम्भावना छ, पर्यटनको त्यत्तिकै सम्भावना छ, खानी तथा चाहिँ खनिजजन्य उद्योगहरू चाहिँ सञ्चालन गर्न सक्ने त्यत्तिकै सम्भावना छ होइन। त्यहाँ विविध प्रकारका के हो चाहिँ तपाईँको चाहिँ उद्योगहरू सञ्चालन गर्ने सम्भावना छ होइन। मैले अहिले यसलाई अलिकति चाहिँ एउटा सपना जस्तो एउटा परिकल्पना जस्तो पनि हुन्छ होइन। एउटा मेगा प्रोजेक्ट चाहिँ हामीले सञ्चालन गर्नुपर्छ दक्षिण ललितपुरमा भन्ने हामीले सोचिरहेका छौँ एउटा एजेन्डाकै रूपमा। त्यो भलै हामी चाहिँ संसदमा निर्वाचित भएर जाने बित्तिकै त्यो सम्भव नहोला होइन। तर दक्षिण ललितपुर चाहिँ के हो भन्दा बसोबासको हिसाबले चाहिँ त्यो मानव चाहिँ बसोबासको हिसाबले अलिकति जोखिमपूर्ण भूगोल पनि हो त्यो होइन। पश्चिम कर्णाली पनि भनेर त्यसलाई चाहिँ अलिकति चाहिँ त्यसरी त्यो भाष्य पनि छ होइन। त्यो चाहिँ अब कर्णाली भनेर पनि त्यसलाई भनिन्छ। त्यो भाष्यलाई हामीले बदल्नुपर्छ होइन भन्ने छ। मैले अस्ति पनि एउटा चाहिँ छलफलमा भनेको थिएँ। त्यहाँ चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ दक्षिण ललितपुरको तपाईँको के हो चाहिँ त्यहाँको अरू सम्भाव्यताहरू होइन, औद्योगिकरणको होइन, तपाईँको चाहिँ पर्यटनको चाहिँ, त्यसपछि कृषिको, त्यस पछाडि चाहिँ जैविक चाहिँ एउटा जैविकताको जो सम्भावना छ। अर्को भनेको चाहिँ तपाईँको के छ भन्दाखेरि चाहिँ त्यहाँ खानी र खनिजजन्य उद्योगको सम्भावना छ। त्यसलाई चाहिँ त्यो उद्योगको एउटा चाहिँ हबको रूपमा विकास गर्ने र दक्षिण ललितपुरको जो जोखिमपूर्ण जो बस्तीहरू छन् होइन त्यसलाई स्थानान्तरण गरेर तपाईँको चाहिँ काठ क्षेत्रमा सिफ्ट गर्ने होइन। र त्यो खनिज र मतलब चाहिँ अन्य तपाईँको चाहिँ त्यो सम्भाव्यतालाई अध्ययन गरेर एउटा चाहिँ मेगा प्रोजेक्ट होइन औद्योगिकरणको एउटा प्रोजेक्ट चाहिँ सञ्चालन गर्ने राज्य तपाईँको चाहिँ निजी क्षेत्र होइन स्थानीय सरकार यो सबै मिलेर के हो भनेर चाहिँ सञ्चालन गर्ने र तपाईँको चाहिँ त्यो क्षेत्रका जनताहरूको आर्थिक तपाईँको चाहिँ के हो भने चाहिँ यो स्तरको चाहिँ विकासको लागि एउटा ठुलो चाहिँ सम्भावना छ होइन। यो एउटा चाहिँ परिकल्पना हो अहिले चाहिँ होइन। यो सम्भावना नभएको कुरा पनि होइन होइन। कतिपय तपाईँको चाहिँ राजनीतिक पार्टीका चाहिँ अभियन्ताहरूले साथीहरूले नेताहरूले पनि यो कुराहरू उठाउनु भएको छ। हामीले पनि छलफल गरिरहेका छौँ यो बारेमा होइन। यो अहिले परिकल्पना हुन्छ, अहिले सपना जस्तो हुन्छ, भोलि यसलाई साकार पार्न सकिन्छ। अन्य राजनीतिक दलका नेतृत्वहरूले नै उठाइरहेको उहाँहरूले नै गरिराख्नु भएको छ भने तपाईँहरू नै फेरि यहाँ किन आउनु? होइन होइन, यो त हाम्रो चाहिँ अब कतिपय एजेन्डाहरू त मिल्न जान्छ नि त होइन। कतिपय एजेन्डाहरू कतिपय तपाईँको चाहिँ विकासका मोडलहरू उहाँहरूलाई छोड्दै हुँदैन होइन। त्यो त हामी मिलेर गर्ने कुरा हो नि त आगामी दिनमा होइन। यो त यो मैले भनेको कुरामा त सबै राजनीतिक पार्टीहरूलाई हामीले चाहिँ एक मत बनाएर एक ठाउँमा लिएर आउनुपर्छ नि त। यस्तो हुँदा अब तपाईँलाई चुनाव जित्न गाह्रो हुन्छ कि जस्तो मैले देखेँ। जस्तो हाम्रा विचारहरू उहाँहरूसँग मिले भन्नुभएको छ। उहाँहरू त पहिल्यैदेखि क्षेत्रबाट चुनाव लड्नु भएको छ। अरू उम्मेदवार होइन, अरू पुरानो पार्टीहरू कुरा गरेँ होइन मैले। कतिपय नयाँ राजनीतिक पार्टीका उम्मेदवारहरू साथीहरू जो खडा हुनुभएको छ अहिले होइन। चुनौती छ नि सर होइन। त्यो साथीहरूसँग हाम्रो चाहिँ यो अन्तर्क्रिया हुँदाखेरि यो एजेन्डा चाहिँ के हुन्छ अलिकति साझा एजेन्डा पनि बन्न सक्छ भन्ने यो एजेन्डा चाहिँ जो मैले चाहिँ यो दक्षिण ललितपुरलाई चाहिँ एउटा औद्योगिकरणको एउटा ग्राम बनाउने होइन, औद्योगिक ग्राम बनाउने जो के हुन्छ एउटा सपना परिकल्पना छ। यो एउटा मोडल छ, एउटा मोडालिटी छ। यसमा मात्रै हो हाम्रो चाहिँ, अरू त हाम्रो पृथक पृथकै एजेन्डाहरू छन् होइन। यसमा हामीले सहकार्य गर्न सक्छौँ भन्ने अर्थबाट मात्रै भनेको। अब चुनौती अलिक गाह्रै छ यसपालि। यो पटकको चुनाव विगतमा भएका चुनाव पनि कुनै कुनै अलिकति कठिन परिस्थितिमा हुँदै आएका त छन्। त्यसको बावजुद पनि यो चुनाव पनि अलिकति कठिनपूर्ण नै छ। अब यो चुनावबाट तपाईँहरू निर्वाचित भएर जाने सम्भावना कतिको देख्नुहुन्छ? यहाँको स्थानीय जनताहरूले तपाईँहरूलाई कस्तो फिडब्याक दिनुभएको छ, के भनिराख्नु भएको छ, त्यो थोरै अलिकति बुझाइदिनु हामीलाई। यो चुनाव हाम्रो लागि चाहिँ त्यति मतलब चाहिँ यो फलामको चिउरा चबाए जस्तो छैन। किन छैन भने अहिले देशको समग्र माहौल चाहिँ तपाईँले हेर्नुभयो भने जेनजी आन्दोलन पछाडिको माहौल भनेको चाहिँ पुराना राजनीतिक पार्टीहरूप्रतिको जनताको वितृष्णाको लेभल चाहिँ बढेको देखिन्छ। यो मैले मात्रै भनेको कुरा होइन, यो मतलब चाहिँ समग्रमा यो देखिन्छ। जो पुराना राजनीतिक पार्टीहरूले सत्ता चलाउनु भयो, योभन्दा अगाडि यो ठाउँको पनि नेतृत्व गर्नुभयो, सरकारको पनि नेतृत्व गर्नुभयो होइन, चाहिँ राजनीतिक नेतृत्व दिनुभयो। उहाँहरूबाट जनता असन्तुष्ट भइसके पछाडि अब उहाँहरूले यसको प्रष्ट चाहिँ सन्देश के हो भने नयाँ खोजिरहनु भएको छ। जनताले नयाँ भिजन भएको, नयाँ एजेन्डा, फ्रेस होइन। तपाईँको चाहिँ नेता पनि तपाईँको के हो भने सिस्टम पनि त्यो चाहिरहनु भएको छ होइन। भनेपछि यो नयाँमा चाहिँ जनता जो जान खोजिराख्नु भएको छ त्यसको नेतृत्व चाहिँ हामीले नैतिक हिसाबले पनि र विचारको हिसाबले पनि एजेन्डाको हिसाबले पनि होइन हामी चाहिँ गर्न सक्छौँ। जनताले त्यसरी हामीलाई विश्वास गर्नु पनि हुन्छ
भन्ने तपाईँ चाहिँ यहाँका स्थानीय जनताका घर घरमा पुग्नु भएको छ कि छैन? होइन, म अहिले तपाईँको चाहिँ फुटकर ढङ्गले अहिले पुगिरहेको छु। अब 1-2 दिन पछाडि, केही दिन पछाडि हामी चाहिँ एउटा घर दैलो कार्यक्रमको रूपमा हामी जान्छौँ। फागुन पछाडि हामी चाहिँ अलिक बृहत स्केलमा चाहिँ हामी जनतामा अलिकति आफ्नो एजेन्डाहरू घोषणापत्रसहित अथवा प्रतिबद्धता पत्रसहित हामी लिएर जान्छौँ। अहिले चाहिँ जनभेटघाटहरू, घर दैलो कार्यक्रमहरू भइरहेको छ। अझ यसलाई अझै व्यवस्थित हिसाबले 2-3 दिन पछाडि चाहिँ हामी दक्षिण ललितपुर यो काठ क्षेत्रमा समग्र ढङ्गले हामी जान्छौँ। अब घर दैलो कार्यक्रममा जाने भन्दै हुनुहुन्छ, यहाँका युवाहरूसँग जाँदै हुनुहुन्छ कि तपाईँहरूको पार्टीबाट आएको नेतृत्वहरू मात्रै जानुहुन्छ कि त्यसलाई चाहिँ कसरी समेटेर लान्छ? होइन, अहिले हामीले अब पार्टीको तर्फबाट हामी अभियान सञ्चालन गर्छौँ। केही अभियन्ताहरूले पनि, होइन, स्वतन्त्र अभियन्ताहरूले पनि हामीलाई चाहिँ साथ सहयोग गर्ने कुराकानी गर्नुभएको छ। यो मामला भनेको पार्टीको मात्रै मामला होइन, होइन, यहाँ नयाँ नेतृत्व चाहियो, नयाँ चाहिँ परिवर्तन चाहियो भन्ने कुरा यो साझा कुरा हो। त्यसको हामीले नेतृत्व मात्रै गर्ने हो, होइन। त्यसो हुँदाखेरि के हो भने हामीलाई समग्र तपाईँको चाहिँ परिवर्तन चाहने युवाहरू, होइन, अहिलेका चाहिँ जेनजीहरू, होइन, समग्र युवाहरू र समग्र जनताले साथ सपोर्ट चाहिँ गर्नुहुन्छ। किनकि हामी पनि नयाँ हौँ, होइन। अहिले अरू राजनीतिक पार्टी पनि नयाँ एउटा चाहिँ फ्लेभरमा आइराख्नु भएको छ, होइन। त्यो उहाँहरू मात्रै नयाँ होइन, हामीले यहाँ अलिकति क्लियर गर्न जरुरी छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी भन्दाखेरि चाहिँ पुरानो प्रचण्डको माओवादीको अर्थमा चाहिँ बुझाउने हुन्छ, होइन। त्यो चाहिँ अर्को पार्टीमा चाहिँ त्यो कन्भर्ट भइसक्यो, रूपान्तरण भइसक्यो। हाम्रो पार्टी चाहिँ यो प्रक्रियामा, होइन, यो चाहिँ निर्वाचनको प्रक्रियामा चाहिँ यो नयाँ हो, होइन। हामी योभन्दा अगाडि यो प्रक्रियामा थिएनौँ, होइन। अरू यस्तै गरी अरू राजनीतिक पार्टीहरू पनि अलिकति नयाँ ढङ्गले यो निर्वाचन फेस गर्न खोजिरहनु भएको छ। त्यसो भएको कारणले उहाँहरू पनि नयाँ नै भन्नुहुन्छ आफूलाई, होइन। विचारको हिसाबले त के हो, एजेन्डाको हिसाबले के हो, त्यो छलफल गर्दै जाउँला। तर हामी चाहिँ के हो त भन्दाखेरि चाहिँ निर्वाचनमा भाग लिने हिसाबले पनि नयाँ, होइन। तपाईँको चाहिँ हामीले अगाडि सारेको एजेन्डाको हिसाबले पनि नयाँ, होइन। हामीले तपाईँको के हो भने हाम्रो चाहिँ कल्चरको हिसाबले, पोलिटिकल कल्चरको हिसाबले पनि हामी नयाँ, होइन। यो क्षेत्रको तपाईँको के हो, म क्यान्डिडेट यहीँको बासिन्दा भए पनि म चाहिँ नयाँ क्यान्डिडेट हो, होइन। नयाँ क्यान्डिडेट हो, तपाईँको यो चिरपरिचित क्यान्डिडेट पनि हो म, होइन। अधिकांश जनताले मलाई चिन्नुहुन्छ। बिल्कुल के हो भने नयाँ भूगोलबाट अन्यत्रबाट आएर यहाँ म चाहिँ यो मतलब यो उम्मेदवारी दिएको पनि होइन। अरू कतिपय पार्टीहरूमा हामी सुन्छौँ, होइन। तपाईँको चाहिँ यो टुरिस्ट क्यान्डिडेट चाहिँ आयो, यस्तो भयो उस्तो भयो भन्ने पनि आउँछ, अलिकति जनगुनासोहरू त्यो पनि आइरहेको छ। मेरो चाहिँ त्यो समस्या छैन, होइन। ललितपुर क्षेत्र नम्बर 1 का जनतालाई तपाईँले कसरी अपिल गर्नुहुन्छ? कसरी मतदानको लागि भनौँ अथवा तपाईँहरूलाई बुझ्नको लागि जनता समक्ष तपाईँहरू प्रस्तुत हुँदै गर्दा उहाँहरूले चाहिँ कसरी तपाईँहरूलाई बुझ्ने भन्ने किसिमले, जस्तै चुनावी रणनीतिमा त हुनुहुन्छ, अब यहाँको जनताहरूलाई चाहिँ ठ्याक्कै तपाईँहरूले हामीलाई यसरी चिन्नुहोस् भनेर चिनाउनु पर्दाखेरि कसरी चिनाउनुहुन्छ? जनताहरूलाई के भन्नुहुन्छ? ठिक छ। यो अब हाम्रो पार्टी चाहिँ यो पोलिटिकल प्रणालीको पनि हामीले यो रूपान्तरणको कुराकानी गरिरहेका छौँ। हामीले त्यसलाई चाहिँ तपाईँको अब नेपाललाई चाहिँ यो संसदीय व्यवस्थाबाट चाहिँ अग्राधिकार सहितको समाजवादी प्रणालीमा लानुपर्छ भनिरहेका छौँ। नयाँ एजेन्डा हामीले अगाडि सारिरहेका छौँ। आर्थिक मोडल पनि हामीले नयाँ हुनुपर्छ। नेपालको आर्थिक क्षेत्रको रूपान्तरणको लागि नयाँ पोलिसीहरू चाहिँ अगाडि बढाउनुपर्छ भनिरहेका छौँ। शिक्षा र स्वास्थ्य लगायत अरू समग्र यो जति पनि रूपान्तरणका कुराहरू छन् त्यसलाई हामीले चाहिँ एजेन्डामा हामीले उनेका छौँ। यसपालि पार्टीको केन्द्रीय घोषणापत्र पनि हामीले सार्वजनिक गरिसकेका छौँ। हिजो मात्रै पत्रकार सम्मेलन गरेर तपाईँहरूले थाहा पाइसक्नुभयो। मतलब हामीले यहाँको लोकल एजेन्डाहरू पनि मैले अघि कति भन्न सकेँ, कति भन्न सकिनँ। केही दिन पछाडि फेरि हामीले यहाँको लोकल एजेन्डाहरू सार्वजनिक गर्ने सन्दर्भमा पनि एउटा पत्रकार सम्मेलन गरेर तपाईँहरूको बिचमा हामी सार्वजनिक गर्दैछौँ। त्यहाँ पनि सविस्तार आउँछ, होइन। त्यसो भएको कारणले के भने हामीले चाहिँ बिल्कुल नयाँ चाहिँ तपाईँको चाहिँ एउटा दिशा, राजनीतिलाई चाहिँ एउटा नयाँ दिशा दिन खोजिरहेका छौँ। त्यस आधारमा जनताले हामीलाई के हुन्छ, एकपटक चाहिँ के हो भन्दाखेरि चाहिँ हामीलाई जनताले हेर्नुपर्छ, होइन। हामी यो अपिल गर्न चाहन्छौँ, जनताले हामीलाई मत दिनुपर्छ, होइन। हामी यो अपिल गर्न चाहन्छौँ। समग्रमा मैले भन्ने कुरा यही नै हो, होइन। हामीले अरू यो मतलब पुरानो एउटा राजनीतिमा कल्चर पनि छ, संसदीय यो परिपाटीमा विभिन्न खाले आश्वासनहरू दिने, होइन।
यो बाटो बनाइदिन्छु, यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्ने यो सांसदको काम पनि होइन। यो म यहाँ अलिकति स्पष्ट पनि गर्न चाहन्छु कि सांसदको काम भनेको के हो भने नीति निर्माणको तहमा बसेर काम गर्ने होइन, पोलिसी निर्माणको तहमा बसेर काम गर्ने, कानुन बनाउने होइन, कानुन बनाउने काम गर्ने, कुन क्षेत्रमा जनताको कुन क्षेत्रमा के समस्या छ त्यसको चाहिँ तपाईँको नीतिगत रूपान्तरण कसरी गर्ने होइन, कानुनी ढङ्गले त्यसलाई कसरी परिभाषित गर्ने र अनि जनतालाई प्रतिफल दिने भन्ने सन्दर्भमा के हो चाहिँ यो सांसदले काम गर्नुपर्छ। यहाँ चाहिँ कस्तो भइरहेछ भन्दाखेरि सांसद भनेको चाहिँ विकासको एउटा अभियन्ता जस्तो होइन, विकासको ठेकेदार जस्तो होइन। विकासको काम गर्ने त यहाँ राज्यका निकायहरू छन् होइन, तपाईँको माथि सङ्घीय सरकार छ, प्रदेशमा प्रदेश सरकार छ, स्थानीय तहमा स्थानीय सरकारहरू छन् होइन। हामीले बनाएको पोलिसी अन्तर्गत के हुन्छ भने विकासका चाहिँ योजनाहरू बनाएर कार्यान्वयन गर्ने चाहिँ सरकारको निकायले हो होइन, यो सांसदको काम होइन। यो त्यसमा सांसदले के हो सहजीकरणको काम गर्ने, पोलिसी बनाउने काम गर्ने हो। त्यसो भएको कारणले यो सांसदको अथवा संसदको होइन भूमिकाको बारेमा पनि हामीले के भन्छ जनतालाई अलिकति चाहिँ बुझाउनु पर्ने, जनताले बुझ्नुपर्ने चाहिँ छ। यो हामीले यसको परिभाषालाई, भाष्यलाई होइन, यसको चाहिँ कामलाई चाहिँ के हो चाहिँ हामीले चाहिँ अलिकति चाहिँ एउटा पुनर्परिभाषित गर्नुपर्ने र जनतालाई पनि त्यही स्तरमा बुझाउनु पर्ने छ। म चाहिँ त्यो पनि भन्न चाहन्छु यहाँ। जस्तो सर अब हामी कार्यक्रममा धेरै कुराहरू आइसकेका छन्। आदरणीय मतदाताहरूलाई के भन्न चाहन्छु भने मैले अघि भनेका एजेन्डाहरू हाम्रो पार्टीका एजेन्डाहरू हुन्। त्यस अलावा हामीले कृषि क्षेत्रको चाहिँ रूपान्तरणको लागि एउटा फरक प्रकारको एउटा एजेन्डा अगाडि सारेका छौँ। त्यो भनेको के हो भने अहिले चाहिँ ग्रामीण भूगोलहरूमा कृषि उत्पादन हुने तर बजारीकरणको चाहिँ समस्या छ। किसानले उत्पादन गरेको कृषि उपजको चाहिँ उचित मूल्य पनि नपाउने, बजारीकरणको पनि समस्या छ। त्यसमा चाहिँ के हो भने यो बजारीकरणको समस्या हल गर्नको लागि राज्यको यो स्थानीय सरकारले होइन, स्थानीय निकाय अथवा स्थानीय सरकारले चाहिँ एउटा सहजीकरणको काम गरिदिनुपर्छ। त्यो एउटा नीतिगत व्यवस्थामा हामी जानुपर्छ भनेर भनेका छौँ। त्यसको लागि मैले एउटा पहल गर्ने मेरो एउटा प्रतिबद्धता पनि छ। दोस्रो चाहिँ यो बेरोजगारीको समस्यालाई हल गर्नको लागि हामीले स्थानीय तवरमै हामीले चाहिँ के चाहिँ एउटा एजेन्डा अगाडि सारेका छौँ भने यो खास गरी पढ्ने पनि विद्यार्थीहरूको लागि पढ्दै काम गर्ने होइन, पढ्दै उद्यमशील बन्ने सँगै होइन। त्यसको लागि एउटा हामीले चाहिँ के भन्छ नि यो प्रोजेक्ट चाहिँ अगाडि सारेका छौँ होइन। कुनै पनि मान्नुहोस् कि एउटा विद्यार्थी म्यानेजमेन्टको विद्यार्थी छ, ऊ पढ्दैछ, त्यो विद्यार्थीलाई के हुन्छ भने हामीले उद्यमशील बनाउनु पऱ्यो, व्यावसायिक बनाउनु पऱ्यो होइन। उसलाई चाहिँ तपाईँको चाहिँ आय आर्जनको काममा जोड्नु पऱ्यो भने तपाईँको चाहिँ ब्याङ्कसँग अब लगानीको आउँछ। यहाँ त परियोजना निर्माण गर्ने सन्दर्भमा, व्यावसायिक परियोजना निर्माण गर्ने सन्दर्भमा, लगानीको सन्दर्भमा के हुन्छ ब्याङ्कसँग हामीले के हुन्छ भने समन्वय गरेर अथवा स्थानीय सरकारले, हामीले भन्दा पनि स्थानीय सरकारले अथवा चाहिँ तपाईँको जनप्रतिनिधिहरूले ब्याङ्कसँग तपाईँको लगानी चाहिँ जुटाउनको लागि समन्वय गर्ने। यतापट्टि स्थानीय सरकारले तपाईँको चाहिँ विद्यार्थीहरूको लागि कुन परियोजना, कस्तो व्यावसायिक परियोजना, उसको रुचिअनुसार, यहाँको सम्भावनाअनुसार होइन कस्तो परियोजना बनाउन सकिन्छ, त्यसरी के हो त्यसलाई जोड्ने होइन। विद्यार्थी र ब्याङ्कलाई जोड्ने स्थानीय सरकारले, जनप्रतिनिधिले जोड्ने र तपाईँको चाहिँ नयाँ नयाँ परियोजनाहरू बनाएर चाहिँ तपाईँको उद्योग, कल कारखाना, अरू व्यावसायिक कामहरू गर्ने र तपाईँको के युवाहरूलाई चाहिँ यो आत्मनिर्भर बनाउँदै जाने होइन, रोजगारी चाहिँ सृष्टि गर्दै जाने एउटा यो मोडल हामीले सोचेका छौँ। यसलाई भोलि हामीले गर्दै जाँदाखेरि फेरि सबैको सहायता चाहिन्छ होइन, यो हामीले मात्रै गर्न सक्ने काम भएन। यसलाई एउटा यो दिशामा चाहिँ एउटा नीतिगत पहल गर्न पाइयो भने होइन तपाईँको चाहिँ यो विदेश जाने युवाहरू विदेश जाने क्रम होइन रोकिन्थ्यो कि भन्ने हामीले एउटा यो सोचेका छौँ होइन। अर्को भनेको पर्यटनको क्षेत्रमा चाहिँ पूर्वाधारहरूको विकास गर्न जरुरी छ। हाम्रो पर्यटनका सम्भावना थुप्रै छन् होइन। यो तपाईँको चाहिँ यो काठ क्षेत्रमा 1 नम्बर क्षेत्रको अन्तर्गतको काठ क्षेत्रमा पनि, त्यसपछि चाहिँ दक्षिण पहाडमा पनि पर्यटनका थुप्रै सम्भावनाहरू छन्। त्यसमा चाहिँ पूर्वाधार विकासको काम हुन सकिरहेको छैन, हामीले त्यहाँ जोड दिन जरुरी छ। त्यसमा हामीले चाहिँ योजनागत नीतिगत पहल कदमी लिने काम चाहिँ हामी गर्छौँ। यति मैले अलिकति छुटेको कुराहरू भने। र यो अब निर्वाचन पनि छिटै चाहिँ आउँदैछ, धेरै दिन पनि बाँकी छैन। अब हामी फेरि साक्षात् जनतासँग होइन तपाईँ पत्रकार साथीहरूसँग पनि सँगसँगै साक्षात्कार गर्दै हामी घर दैलो पनि गर्दैछौँ। र जनतालाई मैले चाहिँ अन्तिममा भन्ने कुरा के हो भन्दाखेरि चाहिँ एकपटक होइन तपाईँहरूले पटक पटक विभिन्न पार्टी उम्मेदवार होइन तपाईँको चाहिँ लाई हेर्नुभयो, त्यसको प्रतिफल के आयो के आएन पनि
अहिले हामीले चाहिँ भन्नु पर्दैन, जनतालाई थाहा छ होइन। एकपटक के त यी हामीले राखेका विषयवस्तुहरूमा हामीले इमान्दारपूर्ण ढङ्गले काम गर्छौँ कि गर्दैनौँ होइन। हामीलाई हेर्नुहोस्, एकपटक विश्वास गर्नुहोस्। हाम्रो पार्टीले त एउटा घोषणा पनि गरेको छ केन्द्रीय ढङ्गले कि एकपटक हामीलाई विश्वास गर्नुहोस् होइन, हामी तपाईँको सेवा गर्न हामी तयार छौँ भनेर एउटा चाहिँ स्लोगन पनि हामीले बनाएका छौँ। हामी त्यही अनुसार काम गर्नेछौँ र मैले जनतालाई यति अपिल गरेँ, हामीलाई एकपटक हेर्नुहोस् होइन। हाम्रो पार्टीको चाहिँ चुनाव चिन्ह चाहिँ अब गुलाब हो होइन। गोलाकारभित्र 2 पात भएको गुलाब चुनाव चिन्हमा छाप लगाएर माओवादी जोडिएपछि हँसिया हतौडा, त्यो हँसिया हतौडा त तपाईँको चाहिँ पूर्व माओवादी केन्द्रको चाहिँ चुनाव चिन्ह थियो होइन। त्यो चुनाव चिन्ह चाहिँ अब अहिले निर्वाचन आयोगले त्यो कानुनी ढङ्गले चाहिँ अब त्यो कसैलाई पनि दिन नमिल्ने त्यसको चाहिँ हुँदो रहेछ त्यो व्यवस्था। त्यो हामीले लिने प्रयत्न पनि गरेनौँ। अब गुलाब चिन्ह चुनाव चिन्ह यो प्रेम, सद्भाव होइन, परिवर्तन होइन, क्रान्ति, यो सबैको एउटा चाहिँ सङ्गम होइन चाहिँ अर्थ दिने होइन, एउटा एकमुष्ट अर्थ दिने चुनाव चिन्ह सबै युवाहरूले युवतीहरूले होइन तपाईँको चाहिँ मन पराउने चुनाव चिन्ह पनि हो होइन। यो गुलाब चुनाव चिन्ह मतदान गरी म लगायत होइन तपाईँको चाहिँ अब हाम्रो ललितपुरमा 3वटा क्षेत्रमा अरू साथीहरू पनि उठ्नु भएको छ। अब हाम्रो चाहिँ समानुपातिक तर्फ पनि साथीहरू उठ्नु भएको छ। हाम्रो पार्टीलाई गुलाब चुनाव चिन्हमा चाहिँ मतदान दिएर हाम्रो पार्टीका उम्मेदवारहरू र तपाईँको चाहिँ पार्टीलाई विजय गराइदिनु हुनेछ भन्ने चाहिँ अपेक्षा गरेका छौँ। यो अपिल गर्न चाहन्छु म। सर, अब इतिहासमै पहिलोपटक निर्वाचनमा होमिँदै हुनुहुन्छ तपाईँहरू। योभन्दा अगाडि तपाईँहरूले निर्वाचन फेस गरेको कुनै पनि इतिहास छैन। तपाईँहरू यो निर्वाचनमा होमिनु पर्ने कारण चाहिँ के हुन सक्छन् सर? ठिक छ, तपाईँले सुरुमै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। तपाईँले अघि पृष्ठभूमिमा भनेको जस्तो हाम्रो पार्टी विगत लामो समयदेखि यो देशमा गणतन्त्र राजतन्त्रको अन्त्य पछाडि गणतन्त्र स्थापना भयो। तर त्यो गणतन्त्र चाहिँ नेपाली जनताले चाहिँ चाहेको जस्तो अथवा नेपाली जनताको जीवनलाई परिवर्तन गर्ने ढङ्गको गणतन्त्र हुन सकेन। त्यो गणतन्त्रको रूपमा रूपान्तरण हुन नसकिसकेपछि हामीले चाहिँ देशको त्यो किन हुन सकेन भन्दाखेरि नेपालको चाहिँ आर्थिक क्षेत्रमा रूपान्तरण भएन, नेपालको चाहिँ सांस्कृतिक क्षेत्रमा रूपान्तरण भएन, नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा रूपान्तरण भएन, नेपालको अड्डा अदालत जहाँ हामी न्यायालय भन्छौँ, न्याय प्रणाली, त्यसमा पनि यथावत अवस्था देखा पर्यो। त्यस भएको कारणले गर्दाखेरि के भने यो चाहिँ टोटल रूपान्तरणको आन्दोलन अभियानमा चाहिँ हामी फेरि अर्को फरक ढङ्गले नयाँ तरिकाबाट नयाँ स्वरूपमा आफ्नो अभियानलाई आफ्नो आन्दोलनलाई चाहिँ अगाडि बढाउँदै हामी चाहिँ आइरहेको स्थिति हो। जस्तो नि अब तपाईँहरू निर्वाचनमा आइसकेपछि तपाईँ भलै भोलि संसद बनेर जानुहोला। संसदमा गइसकेपछि तपाईँले यो परिवर्तन जुन भन्नुभयो नि, जनताका चाहिँ जनजीविकाहरू चाहिँ पुरा हुन सकेका छैनन्, यी जनजीविकाहरू पुरा गर्ने हुन् कि सिस्टमलाई नै परिवर्तन गर्ने हो कि कस्तो प्रकारको चाहिँ रहन्छ तपाईँहरूको भूमिका? यही संविधानमा रहनुहुन्छ कि तपाईँहरूको अरू फरक के छ? होइन, हामीले अहिले चाहिँ यो संविधानलाई स्वीकारेर यो संविधान अन्तर्गत हुने निर्वाचनमा हामीले यसलाई चाहिँ उपयोग गर्ने, यो निर्वाचनलाई राज्यको रूपान्तरण गर्ने उद्देश्य पूर्ति गर्ने हिसाबले यसलाई उपयोग गर्ने हिसाबले हामी सहभागी हुन आइपुगेका हौँ अथवा सहभागी भएका हौँ। हामीले के भने जुन जुन क्षेत्रमा नेपालमा समस्याहरू छन् होइन, खास गरी गणतन्त्रले तपाईँको चाहिँ प्रत्याभूति दिन नसकेका विषयवस्तुहरू मैले जो अगाडि भने ती विषयवस्तुहरूमा नीतिगत परिवर्तन गर्नको लागि, नीतिगत रूपान्तरणको लागि, त्यो क्षेत्रको चाहिँ रूपान्तरणको लागि भनौँ न समग्रमा चाहिँ हामी काम गर्छौँ। हामीले जितेर गएको खण्डमा होइन, अघि मैले भनिहालेँ, त्यसमा चाहिँ जाँदाखेरि के हुन्छ अलिकति हाम्रो बेसिक हाम्रो चाहिँ अलिकति जोड चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ नेपालको मूल समस्या भनेको चाहिँ अर्थ प्रणालीमा रूपान्तरण हुन सकेन। कसरी हो त्यो त्यसमा के छ भने तपाईँले अब यसको चाहिँ विशद व्याख्या गर्दाखेरि चाहिँ लामो हुन्छ। छोटोमा भन्दाखेरि कस्तो छ भन्दाखेरि चाहिँ नेपाल चाहिँ पूर्णतः अर्थतन्त्रमा चाहिँ परनिर्भर भयो, आत्मनिर्भर बन्न सकेन, बेरोजगारीको समस्या व्यापक भयो होइन,
रेमिट्यान्सले तपाईँको देश धान्नुपर्ने जो तपाईँ हामीले पनि सुन्दै आएका छौँ त्यो स्थिति पैदा भयो भनेपछि उद्योग धन्दा कल कारखानाको विकास भएन अथवा औद्योगिकरणको विकास हुन सकेन होइन। तपाईँको चाहिँ के त शिक्षा स्वास्थ्य जस्ता क्षेत्रहरू अत्यन्तै महँगो भए होइन। आर्थिक ढङ्गले तपाईँको सम्पन्न मान्छेहरूको लागि चाहिँ त्यो ठिकै जस्तो विपन्न मान्छेहरूको लागि के हुन्छ त्यो चाहिँ पहुँचको विषय बनेन। त्यसो भएको कारणले के त यी क्षेत्रहरूको रूपान्तरण चाहिँ होइन नयाँ आर्थिक मोडलबाट होइन हामीले चाहिँ गर्नुपर्छ। त्यो नयाँ आर्थिक मोडल भनेर हामीले के हुन्छ न्यू इकोनोमिक ट्र्याक भनेर चाहिँ एउटा नयाँ पोलिसी अगाडि सारेको छ पार्टीले होइन। त्यो पोलिसी भनेको चाहिँ के हुन्छ चाहिँ नेपालको चाहिँ खास गरी यो कृषि क्षेत्रको उत्पादनलाई बढावा दिने होइन। कृषि उत्पादन र कृषि चाहिँ यो औद्योगिकरण मार्फत चाहिँ आत्मनिर्भरताको दिशामा चाहिँ नेपाललाई लाने र औद्योगिकरणको माध्यमबाट चाहिँ के हो भने औद्योगिकरणको विकास मार्फत देशलाई चाहिँ समृद्धिको दिशातिर लाने यो एउटा रोड म्याप बनाएर हामीले हाम्रो पार्टीको तपाईँको चाहिँ आफ्नो क्षमता अनुसारको यो काम हामीले अगाडि बढाएका पनि छौँ। तपाईँले सुन्नु पनि भएको होला होइन। तपाईँको चाहिँ विप्लव कमरेडको नेतृत्वमा भएको पार्टीले चाहिँ देशव्यापी रूपमा कृषि अभियान कृषि क्रान्ति अगाडि बढाइरहेको छ, आलु उत्पादन गरेको छ होइन। तपाईँको चाहिँ विभिन्न ठाउँमा चाहिँ यसका उद्योगहरू चाहिँ सञ्चालन भइरहेका छन्, गार्मेन्टहरू सञ्चालन भइरहेका छन् होइन। तपाईँको स्याउ खेती चाहिँ हामीले चलाइरहेका छौँ, भेडा पालन हामीले चाहिँ चलाइरहेका छौँ। तराईका जिल्लाहरूमा के हो भने चाहिँ 300-400 बिघामा हामीले चाहिँ यो अभियान चाहिँ पार्टीको तर्फबाट अहिले हामीले चलाइरहेका छौँ। यसलाई चाहिँ हामी के हो राष्ट्रिय अभियान बनाउन चाहन्छौँ। यो उद्देश्य पुरा गर्नको लागि पनि अहिले हामी के हो भन्दाखेरि चाहिँ यो चुनावमा भाग लिने होइन, जनताको चाहिँ एउटा मतद्वारा हामी चाहिँ संसदमा जाने र राष्ट्रिय नीति बनाउने यसलाई होइन। देशलाई चाहिँ के छ भन्दाखेरि चाहिँ अहिले होइन तपाईँको चाहिँ विदेशमा चाहिँ के हो युवाहरू चाहिँ जानुपर्ने होइन। अब त्यसको तथ्याङ्क तपाईँ हामीलाई थाहा छँदैछ। जस्तै मैले हजुरलाई रोकेँ यी तपाईँहरूका पार्टीका एजेन्डा पनि हुन्, चुनावी योजना पनि हुन्, दुवै हुन् नि ठिक छ। अब नेपालमा अहिले युवा पुस्ता रुष्ट छ, असन्तुष्ट छ, नयाँ नयाँ भनेर हिँडिरहेका छन्। तपाईँहरू पुरानो हो तर चुनावी हिसाबले हेर्दा नयाँ हो। तपाईँ आफूलाई तपाईँहरूले चाहिँ कसरी हेर्नुहुन्छ? तपाईँहरू नयाँ भन्नुहुन्छ कि हामी पुरानो हो भन्नुहुन्छ? अब यसमा चाहिँ तपाईँको नयाँ र पुरानोको बहस चाहिँ अब हामीले चाहिँ यसलाई कसरी बुझेका छौँ र बुझ्नु जरुरी छ भने पुराना पार्टी भनेको चाहिँ मैले यो प्रश्न यसरी गरेँ युवा पुस्ताहरूले तपाईँलाई युवा पुस्ताले बुझ्न सहज होस् भनेर हो। मैले बुझेँ, तपाईँले भनेको चाहिँ बुझेँ। नयाँ चाहिँ यस अर्थमा चाहिँ हामी हौँ कि होइन, हामीले पुरानो मतलब राजनीतिक विचारधारा बोकेका छैनौँ। पुरानो राजनीतिक विचारधारा भनेको चाहिँ यो नव उदारवादी चाहिँ विचार भन्छ। त्यो नव उदारवादी राजनीतिक र आर्थिक तपाईँको चाहिँ नीति हामीले अङ्गीकार गरेका छैनौँ। अहिले विश्वव्यापी रूपमा तपाईँको चाहिँ यो नीति चाहिँ ले काम गरिरहेको छ होइन। यो नीतिले काम गरिरहेको छ। यो नीतिले के गरेको छ भन्दाखेरि चाहिँ तपाईँको धनी र गरिबको बिचमा होइन तपाईँको चाहिँ ठुलो चाहिँ आर्थिक असमानता चाहिँ एउटा निम्त्याइरहेको छ होइन। तपाईँको चाहिँ धनी जति पनि धनी बन्न सक्ने पाउने होइन, गरिब चाहिँ रसातलतिर चाहिँ धकेलिने जो यसले चाहिँ यसको परिणाम चाहिँ हामीले देखिरहेका छौँ। यसलाई हामीले के हो चाहिँ तपाईँको चाहिँ हल गर्न खोजिरहेका छौँ। नयाँ आर्थिक नीति भने हामी यस अर्थ नयाँ हौँ कि हामीले नयाँ राजनीतिक प्रणालीको वकालत गरिरहेका छौँ। अहिलेको यो संसदीय राजनीतिक प्रणाली जो छ यो त तपाईँको चरम अस्थिर भ्रष्ट होइन, तपाईँको चाहिँ यो चाहिँ नकाम सिद्ध होइन, असफल सिद्ध भइसक्यो। हामीले जो प्रयोग गरिरहेका छौँ नेपालमा जो प्रयोग भइरहेको राजनीतिक सिस्टम छ प्रणाली छ यो पनि नकाम सिद्ध भइसक्यो। अब हामीले के हुन्छ एउटा राजनीतिक स्थायित्व कायम गराउने प्रणालीमा हामी जान चाहन्छौँ र यो प्रस्ताव हामीले अगाडि सारिरहेका छौँ। त्यो भनेको के हो भन्दाखेरि चाहिँ नेपाली विशेषताको समाजवादी मोडल भनेर हामीले यसलाई चाहिँ कोइन गरेका छौँ होइन। त्यो भनेका के हो भने हामीले चाहिँ प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुखमा हामी जानुपर्छ। अब नेपाललाई त्यहाँ लानुपर्छ राजनीतिक ढङ्गले चाहिँ स्थायित्व दिनको लागि। दोस्रो भनेको चाहिँ तपाईँको चाहिँ जननिर्वाचित यो जो चाहिँ प्रतिनिधि सभाहरू हुन्छ यसलाई तपाईँ कानुन निर्माण गर्ने नीति निर्माण गर्ने तहमा मात्र यसलाई सीमित गर्नुपर्छ। तपाईँको विज्ञहरूको होइन तपाईँको चाहिँ समावेशिता चाहिँ मा चाहिँ मन्त्रीमण्डल परिषदको चाहिँ गठन गर्नुपर्छ होइन। न्याय प्रणाली जो अहिले तपाईँको चाहिँ असफल भइरहेको छ त्यो न्याय प्रणालीमा के गर्नुपर्छ भन्दाखेरि न्यायाधीशहरूको नियुक्ति चाहिँ तपाईँको जनपरीक्षणको आधारमा गरिनुपर्छ होइन। जनपरीक्षण भनेका छौँ हामीले त्यसलाई।
त्यो आधारमा गरिनुपर्छ र यो तपाईँ नयाँ तपाईँ के हो त भने चाहिँ हामीले जो मोडलहरू अगाडि सारिरहेका छौँ होइन, यसले देशलाई चाहिँ तपाईँ आर्थिक ढङ्गले चाहिँ एउटा समुन्नत आत्मनिर्भर दिशातिर लान्छ, राजनीतिक ढङ्गले चाहिँ तपाईँको चाहिँ यो स्थायित्वतिर लान्छ होइन। तपाईँको सांस्कृतिक ढङ्गले पनि अहिले तपाईँको संस्कृति विदेशी होइन, तपाईँको चाहिँ आयातित संस्कृतिहरूबाट चाहिँ नेपाल चाहिँ आक्रान्त भइरहेछ होइन। छाडा संस्कृति होइन, आयातित संस्कृति, त्यसलाई हामी पुँजीवादी संस्कृति पनि भन्छौँ। नेपालका मौलिक संस्कृतिहरू नाश हुँदै गइरहेका छन्, यसको संरक्षण गर्ने नीति हामीले अगाडि सारेका छौँ। जनसंस्कृतिको संरक्षण गर्ने नीति अगाडि सारेका छौँ होइन, लगायतका यावत कुराहरू। र शिक्षा र स्वास्थ्यलाई चाहिँ तपाईँको राज्यको मातहतमा ल्याउनुपर्छ, राज्यको दायित्वको विषय बनाउनुपर्छ यसलाई चाहिँ होइन। यसलाई सहुलियत मात्रै भनेर पुग्दैन होइन। आज तपाईँले के भन्छ विश्वव्यापी रूपमा कतिपय यो चाहिँ लोक कल्याणकारी राज्य जो जहाँ चलिरहेका छन् होइन, त्यो अवधारणालाई हेर्नुभयो भने शिक्षा र स्वास्थ्य चाहिँ तपाईँको के भन्छ चाहिँ राज्यको मातहतमा छ होइन। शिक्षा र स्वास्थ्यको जिम्मा चाहिँ राज्यले लिनुपर्छ। हामीले त्यो नीति होइन, हामी भोलि तपाईँको चाहिँ यो सरकारमा गयौँ, त्यो व्यवस्थामा हामी चाहिँ जान सक्यौँ भने यो नीति बनाउनको लागि हामीले के भन्छ चाहिँ भरमग्दुर प्रयत्न गर्छौँ होइन। यसले नेपालको चाहिँ ठ्याक्कै रोक्यो। अझै सहज गरिदिनु, तपाईँहरूले केही समय अगाडि तपाईँहरूको नेतृत्वले के भनेको थियो भने समाजवादसम्म पुग्नको निमित्त क्रान्ति पुरा भएको छैन, समाजवादमा पुग्नको लागि क्रान्ति अझै जारी छ, क्रान्ति गर्नुपर्छ भन्नुभएको थियो। तर अहिले त्यो क्रान्तिलाई सर्लक्कै सडकमा छोडेर तपाईँहरू चुनावी मैदानमा आउनुभएको छ। तपाईँहरूलाई चुनावले नै समाजवादमा पुर्याउन सक्छ भन्ने पछिल्लो समय चाहिँ कसरी त्यो ठान्नुभयो, कसरी महसुस गरेर चुनावबाटै अगाडि जानुपर्छ भन्ने रणनीति चाहिँ कहाँबाट बन्यो तपाईँहरूको? यस्तो छ, यो क्रान्तिलाई हामीले एकपक्षीय ढङ्गले एकाङ्की ढङ्गले बुझाउँदै आइएको छ होइन। तपाईँको चाहिँ सशस्त्र गतिविधि गरेपछि मात्रै क्रान्ति हुने होइन, तोडफोड हत्या हिंसा होइन, नारा जुलुस गरेपछि मात्रै क्रान्ति हुने भन्ने एउटा यो खालको यो पुरानो एउटा बुझाइ छ होइन। त्यो पनि एउटा क्रान्तिको स्वरूप हो। जनता आक्रोशित भइसकेपछि हामीले यो क्रान्ति भने तपाईँ अहिलेको यो निर्वाचनमा हामी जाने कुरा पनि तपाईँको चाहिँ क्रान्तिको एउटा मोर्चा हो यो होइन। हामीले यसलाई मोर्चाको रूपमा चाहिँ सदुपयोग गर्दैछौँ, उपयोग गर्दैछौँ होइन। जनतामा जाने, जनतामा आफ्ना विषयवस्तुहरू राख्ने, एजेन्डाहरू राख्ने, तपाईँको चाहिँ के छ भन्दाखेरि चाहिँ यसलाई पनि होइन तपाईँको चाहिँ एउटा जनताको चाहिँ एउटा चाहिँ जनमतको मोर्चा होइन, जनमतको मोर्चा यसलाई चाहिँ लिइरहेका छौँ र यो पनि क्रान्तिको एउटा मोर्चा हो। क्रान्ति छोडेको अर्थमा यसलाई चाहिँ के भन्छ हामीले बुझ्नु पनि हुँदैन होइन, त्यो पनि होइन। हामीले के भन्छ क्रान्तिका त विभिन्न स्वरूपहरू हुन्छन् नि त होइन। तपाईँको चाहिँ जनआन्दोलन पनि क्रान्ति हो होइन, जनविद्रोह पनि क्रान्ति हो होइन, तपाईँको चाहिँ के सशस्त्र सङ्घर्ष पनि क्रान्तिको एउटा उच्चतम चाहिँ सङ्घर्ष हो होइन। त्यो विश्वव्यापी रूपमा तपाईँ हामीले देख्दै आएका छौँ होइन। अस्ति जेनजी विद्रोह भयो, त्यो पनि एउटा क्रान्तिको चाहिँ एउटा स्वरूप हो होइन। व्यवस्था परिवर्तनको लागि, सुशासनको लागि, भ्रष्टाचारको अन्त्यको लागि होइन तपाईँ नवयुवाहरूले तपाईँ विद्रोह गर्नुभयो, त्यो पनि एउटा क्रान्तिको स्वरूप हो। त्यसो भएको कारणले अहिले हामीले के हुन्छ भने यो एउटा राजनीतिक क्रान्तिकै एउटा चाहिँ नयाँ स्वरूपको अर्थमा यसलाई हामीले लिइरहेका छौँ र प्रयोग गर्ने दिशामा हामी गइरहेका छौँ।